हाई इट्स मी शर्मिला। आज हामी पुग्यौँ चिया गल्लीमा। चियामा ब्रान्ड बनाउन सकिन्छ सकिँदैन, ल सुनौँ है त दाइको कुरा। त्यस्तो हो खानेकुराको आफ्नो आफ्नो रेसिपी हुन्छ होइन। अब चियाको पनि भेराइटी हुन्छ, त्यसमा चियालाई कसरी बनाउने, के बनाउने र त्यसलाई एज अ ब्रान्डको रूपमा पनि प्रेजेन्ट गर्न सकिएला जस्तो लाग्छ मलाई, मेरो हिसाबले चाहिँ। त्यसो अब त्यसमा सकिन्छ भने कसरी सकिएला त दुई चारवटा मलाई रिजन बताइदिनु न, जसले चाहिँ चाहिरहनु भएको छ चियामा ब्रान्ड बनाउनु उहाँलाई हेल्प होस्। यो चाहिँ आई थिङ्क के लाग्छ भने हरेक ठाउँमा चिया खाँदाखेरि आफ्नो आफ्नो टेस्ट आइरहेको हुन्छ होइन। Yes. चियामा पनि भेराइटिजहरू हुन्छ, नर्मल टी, मसला टी प्लस मटका टी, अहिले त धेरै पपुलर छ यो चिया क्याफेहरू। सो अब यसमा चाहिँ सबै ओनरहरूले आफ्नो आफ्नो त्यसमा इन्ग्रिडियन्ट्स के हाल्ने भन्ने हुन्छ। अब त्यसलाई आफ्नो इन्ग्रिडियन्ट्स मध्येमा जुन कस्टमरले सबैभन्दा राम्रो मन पराउनुहुन्छ जुन चियाको तपाईँको भेराइटी, त्यो भेराइटी एज अ ब्रान्डको रूपमा राख्न सकिएला जस्तो लाग्छ मलाई।